अहिले नेपालको ओडिया स्ट्याटस खतरामा छ। यदि नेपालले आफ्नो ओडिया स्ट्याटस गुमाउने हो भने एनपीएल पनि हाम्रो हातबाट जानेछ। स्कटल्यान्ड विरुद्ध नेपालको 2 रनको हारसँगै अब नेपालसँग 10-11 वटा म्याच मात्र बाँकी रहेका छन्। अहिले नेपाल पोइन्ट्स टेबलको 7औं स्थानमा छ। नेपालले जसरी पनि 4थो पोजिसनमा आफ्नो स्थान बनाउनै पर्ने हुन्छ। अब तपाईहरु आफै भन्नुस् नेक्स्ट म्याच यूएसए सँग रहेको छ। यो म्याच नेपालको लागि कति महत्त्वपूर्ण रहेको होला त? कुरा स्पष्ट छ, हामीले यूएसए विरुद्ध कस्तो प्रदर्शन गर्छौं त्यसपछि हामी कि त वार हुन्छौं कि त पार हुन्छौं। यूएसए सँग नेपालले कसरी जित्न सक्छ त? नेपालले आफ्नो प्लेइङ 11 मा कस्तो परिवर्तन गर्न जरुरी छ? यूएसए अहिले लीग 2 को पोइन्ट्स टेबलको टपमा रहेको टिम हो, जुन लगभग वर्ल्ड कपको लागि क्वालिफाई भइसक्यो भने पनि हुन्छ। स्कटल्यान्ड भन्दा ज्यादा स्टेबल टिम यूएसए को छ। माथि मैले जतिसुकै कुराहरू गरे त्यसको उत्तर यही कमेन्टले दिन्छ। आजको भिडियोमा यिनै कुराहरूबाट डिस्कसन गर्नेछौं। भिडियोलाई लाइक गर्नुस्, च्यानललाई सब्स्क्राइब गर्नुस्, डिटेलमा कुरा गरौँ। सुरुमा यो कमेन्टलाई डिस्कस गरौँ। यो कमेन्टले नै आज सबैको उत्तर दिनेछ। हामी बाहिरबाट जति बोले पनि ग्राउन्डमा खेल्दा कति गाह्रो हुन्छ भन्ने केवल प्लेयरलाई मात्र थाहा हुन्छ। अरूलाई दोष दिनु भन्दा पहिला त्यो ठाउँमा आफू हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो सोच्नुहोस्। कुनै दिन त्यो प्लेयरले राम्रो खेल्दा वावाई र कुनै दिन केही कुरामा कमजोरी हुँदा गालीको वर्षात, यस्तो त भएन नि हजुर। कमेन्टको लागि धेरै धेरै धन्यवाद। तपाईलाई याद दिलाइदिउँ, म कुनै पनि प्लेयरलाई गाली गर्दैन। तिनीहरूको खेल नराम्रो भयो भने म तिनीहरूको खेललाई ट्रोल गर्छु। म तपाईहरुलाई क्रिकेटको एउटा फेमस स्टोरी सुनाउँछु। सायद 2011 तिरको कुरा हुनुपर्छ। गड अफ क्रिकेट सचिन तेन्दुलकरको ब्याटबाट रनर आइरहेका थिएन। एक दिन उनी एउटा होटलमा खाना खान गएको समयमा एउटा वेटर सचिन तेन्दुलकरको फ्यान रहेछन्। सचिन तेन्दुलकरसँग उनले कुरा गर्दै भने कि सर, म हजुरलाई एउटा सुझाव दिन चाहन्छु। हजुरको एल्बो गार्ड अलि लामो भएको छ भनेर। त्यसै कारणले शटहरू प्रहार गर्दा हजुरको हात राम्रोसँग आइरहेको छैन। त्यसपछि तेन्दुलकरले नयाँ एल्बो गार्ड बनाएर खेले। उनले त्यसपछि पाए कि उनका हातहरू फ्रीली मुभ गरिरहेका छन्। यो थियो एउटा गडको मेन्टालिटी। यो स्टोरीको मतलब यो होइन कि मबाट प्लेयरहरूले सिक्नु पर्यो भनेर। स्कटल्यान्ड विरुद्धको जस्तो म्याच थियो नि, त्यस्ता म्याचहरू हामीले धेरै हारिसकेका छौं। तिनीहरूबाट सिक्नु पर्ने थियो। एकचोटी भए गल्ती हुन्छ, बारम्बार भए त्यो आदत हुन्छ। हामीले बाहिरबाट जति बोले पनि ग्राउन्डमा कति गाह्रो हुन्छ त्यो त प्लेयरहरूलाई मात्र थाहा हुन्छ भन्नुभयो। कुरो के छ भने सानोतिनो क्रिकेट त हामी पनि खेल्छौं, त्यसैले ग्राउन्डमा कतिको प्रेसर हुन्छ हामीलाई पनि थाहा छ। म तपाईहरुलाई मेरो स्टोरी सुनाउँछु। यो धेरै पहिलेको कुरा हो, जब मैले फर्स्ट चोटी आफ्नो गाउँबाट बाहिर कुनै क्रिकेट म्याच खेल्न जाँदै थिएँ। त्यो समयमा खासै हामी क्रिकेट खेल्दैनथ्यौं, फुटबल खेल्ने गर्थ्यौं। म्याचको लागि सुर्खेतबाट हामीले लेटर आएपछि हामी जाने तयारी भयो। म आफ्नो टिमबाट क्याप्टेन पनि थिएँ र एउटा फास्ट बलिङ अलराउन्डर पनि थिएँ। पहिलोचोटि क्रिकेट हामी आफ्नो ठाउँभन्दा बाहिर खेल्दै थियौं। मैले जिन्दगीमा सायद त्योभन्दा ज्यादा प्रेसर महसुस गरेको थिएन होला। क्याप्टेन भएर पनि मैले 1 ओभर बलिङ गर्नदेखि डराएँ। मेरो हात यस्तै कामिरहेको थियो कि मेरो हातमा बल नै आइरहेको थिएन। सोच्नुहोस् त्यतिखेर मेरो हालत के भयो होला, कति प्रेसर रह्यो होला। मैले एउटा क्याप्टेन भएर यति डरायो भन्ने कति बेइज्जत भयो होला। म यहाँनिर यो बुझाउन खोज्दैछु कि यो कुनै डोमेस्टिक टुर्नामेन्ट होइन, यो इन्टरनेसनल क्रिकेट हो। यस्ता क्षणहरू बारम्बार आउनेछन्, यस्ता क्षणहरूको फाइदा लिन सक्नुपर्छ। यस्तो प्रेसर सिचुएसनमा डर लाग्छ भने इन्टरनेसनल क्रिकेट छोडेर फेरि डोमेस्टिक क्रिकेट खेल्नुपर्छ। तपाईहरुले स्कटल्यान्ड विरुद्धको म्याचमा एउटा कुरा नोटिस गर्नु भएको थियो या थिएन? स्कटल्यान्डका प्लेयरहरूले दिपेन्द्र सिंह एरी र रोहित पौडेललाई स्लेजिङ गरिरहेका थिए। आफ्नो होम ग्राउन्ड ट्यू ग्राउन्डमा कोही बाहिरको टिम आएर तिमीहरूलाई यसरी हराउँछ भने यो तिमीहरूको बेइज्जतको कुरा होइन। हाम्रो कप्तान गएर रेफ्रीलाई कम्प्लेन गरिरहेका थिए। यो कुरालाई ज्यादा लामो नबनाऊ। अब हामी जाउँ सिधा यूएसए को म्याचतिर। 16 मेबाट यूएसए सँग नेपालको ओडीआई म्याच रहेको छ। झट्टै यूएसए को टिमलाई हेर्ने हो भने नेपाललाई तरकारी बनाएर खाला जस्तो छ। यूएसए को एउटा ब्याटर पनि आउट अफ फर्म देख्दिन म। बलिङ पनि त्यति नै डेन्जरस देखिएको छ। हिजो स्कटल्यान्ड विरुद्धको रिस पनि यूएसए लाई छँदैछ। अब नेपाल र यूएसए बीचको हेड टु हेड कम्प्यारिजन गर्ने हो भने जम्मा 11 वटा म्याच भएका छन्, जसमा 6 वटा म्याच यूएसए ले जितेको छ भने 4 वटा म्याच नेपालले जितेको छ। यदि नेपालले भोलि टस जितेमा पहिला ब्याटिङ दिँदा नेपालको लागि धेरै राम्रो हुन्छ, किनकि काठमाडौँमा पानी पर्ने सम्भावना ज्यादा भएको कारणले इनिङ ब्रेकपछि ब्याटिङ गर्न गाह्रो हुन्छ। नेपालको प्लेइङ 11 को कुरा गर्ने हो भने ज्यादा च्यान्ज होला जस्तो मलाई लाग्दैन। ईशान पाण्डे र सोमपाल कामी टिममा आउँछन् होला। विनोद भण्डारी र करण केसी बाहिर जान्छन्। ललित र आरिफ शेखलाई रिप्लेस गर्ने मान्छे जन्मेको छैन। प्लेइङ 11 मा जति च्यान्ज गरे पनि प्लेयरहरूले रन बनाउन सक्नु पर्यो। यूएसए का ब्याटरहरू कति डेन्जरस छन्, हाम्रो फास्ट बलिङ लाइनअपमा मलाई डर लागिरहेछ। मैले सुरुमा कुरा गरेको थिएँ नेपालले ओडीआई स्ट्याटस गुमायो भने एनपीएल किन हातबाट जान्छ भनेर। ओडीआई स्ट्याटस नेपालले होल्ड गर्न नसकेमा एनपीएल को स्ट्याटस बिस्तारै घट्दै जान्छ। यदि यस्तो हुने हो भने विदेशी खेलाडीहरू एनपीएल को लागि नेपाल आउन त्यति रुचाउँदैनन्। ओडीआई स्ट्याटस एउटा मान्यता मात्र होइन, नेपाली क्रिकेटको भविष्य पनि हो। यदि यसैलाई बचाउन सकेनौ भने हामी टेस्ट नेसन बन्न सपना नदेखे हुन्छ। भोलिको म्याचको लागि बेस्ट अफ लक। हामी आशा गर्छौं पुराना गल्तीहरूबाट धेरै कुरा सिक्यो होला।